हेलो, म चाहिँ भर्खर उठेको है 11 बजे उठेर रेडी भएर बेडसेट मिलाइसकेँ। अब चाहिँ हातखुट्टा मुख धोएर ड्युटी भन्दै बसमा पनि चढिसक्यो ड्युटी जानलाई। अब ड्युटी हिँडेको पछाडि चाहिँ सरिता र एल्सा छ। सरिता आई लभ यु भन्दैछ। फाइनली अब ड्युटी पनि आइपुग्यो। 2 घन्टापछि ड्युटी गर्ने ठाउँमा आइपुग्यो। हाम्रो चाहिँ काम गर्ने ठाउँको लोकेसन चाहिँ यस्तो छ, धेरै टाढा छ, त्यही भएर 2 घन्टा लाग्छ। अब म चाहिँ भित्र जान्छु। म चाहिँ ड्रेस चेन्ज गरेर कपाल सपाल बनाएर यस्तो रेडी हुँदैछु, किनभने आज धेरै नै ढिलो भइसकेको थियो। अनि त्यही भएर म चाहिँ रेडी भएर छिटो जाने तयारी गर्दैछु। आजभोलि हामीलाई बसले एकदम ढिलो ल्याउँछ नि त। पछाडिको चाहिँ मेरो काली साथी हो, एकदम मिल्ने छ, काली अफ्रिकन। हाम्रो चाहिँ अब स्टेयरकेस यस्तो छ, स्टेयरकेसबाट जानुपर्ने हुन्छ नि त। मलाई आज नेल पलिस पनि लगाएँ नयाँ। सो हाम्रो चाहिँ अब मेरो चाहिँ यो लकर हो, यहाँभित्र ब्याग स्याग राख्छु म। सधैँ नै मेरो ब्याग राख्ने ठाउँ यही हो। अब गएँ म चाहिँ किचन साइडबाट जानुपर्छ हाम्रो चाहिँ भित्र है। यो हाम्रो किचन हो। सुरुमै किचनबाट काम गर्ने ठाउँ यस्तो छ हाम्रो चाहिँ होइन। अब त्यहाँदेखि उता चाहिँ क्यामेरा स्टोरमा आइपुगेँ एकैचोटि। यो चाहिँ स्टोर हो हाम्रो, स्टोरमा काम गर्नुपर्छ मैले चाहिँ है। मेरो काम गर्ने ठाउँ चाहिँ मेरो चाहिँ काम यस्तो हुन्छ कि अब यहाँनिर मिलाएर यहाँ होइन पानीको बोतल कुन चाहिँले राख्दैछ, जिएमले देखायो भने मार्छ भनेर फालिदिँदैछु हतार। अब चाहिँ म यहाँ मिलाउनुतिर लागेँ, छिटो मिलाउँदैछु। राम्रो जति एकतिर, नराम्रो जति एकतिर छान्दै। मेरो चाहिँ काम यही हो है साथीहरू। म चाहिँ काम यस्तै गर्छु। यो चाहिँ गार्बेज फाल्दैछु म चाहिँ। अब यो न्यापकिन चाहिँ किचनको लागि बनाउनु पर्ने थियो खासमा, त्यही भएर मैले छुट्याएर राखिरहेको छु। अब मलाई अल्छी लाग्यो, म चाहिँ अब पेपर काट्नुपर्ने हुन्छ नि त मेरो। यो वाला चाहिँ महिनामा 2 प्याकेट काट्नुपर्छ मैले अनिवार्य। यो महिनाको लागि मैले काटेकै थिइनँ, सो मैले काट्नु रेडी गरेँ, काट्नु थालेँ। त्यतिकैमा अर्बाप आइपुगेछ। डडाले फोन लुकाएँ अनि मैले काटिसकेँ ख्यालख्यालमा मैले 1 बट्टा काटेर सकेँ। फाइनली मैले 2 बजे मोबाइल हेर्दै, मेरोसँग 2टा मोबाइल छ नि त, मोबाइल हेर्दै मैले काटेर सकेँ। अब 1 प्याकेट 2टै मैले काटेर सकिसकेँ होइन। तातो पानी खाँदै म चाहिँ चिसो पानी खानु सक्दिनँ नि त। अब म यो चाहिँ न्यापकिन बनाउन थाल्छु। यो चाहिँ हामीले जहिले यस्तो, यो चाहिँ हाम्रो गेस्टले युज गर्ने न्यापकिन हो। यसमा चाहिँ हामीले स्पुनहरू राखेर यो दिने गर्छ। यो चाहिँ वेटरको खास काम हो, तर पनि म खाली बस्नु मलाई मन पर्दैन भनेर म चाहिँ यस्तो बनाइदिएर राखिदिन्छु उनीहरूलाई सजिलो हुने गरी। किनभने उनीहरूले मलाई टिप्स दिन्छ नि त यो बनाएको बापत, त्यही भएर पनि म कहिले बनाएर राखिदिन्छु। कहिले अल्छी लागेको बेला म बनाइदिँदिनँ, यत्तिकै मोबाइल चलाएर बसिरहन्छु, नभए बनाइदिँदिनँ। नभए चाहिँ म बनाइदिन्छु, उनीहरूले मलाई पैसा दिन्छ यो बनाए बापत, त्यही भएर म चाहिँ कहिले बनाइदिन्छु। कसैले कस्तो दामी गिफ्टहरू ल्याएर दिन्छ, ब्यागहरू इमलीले, त्यही भएर म चाहिँ यो न्यापकिन बनाउँदैछु। अब न्यापकिन छिटो बनाएर म चाहिँ मेहन्दी लाउने प्लान छ मेरो चाहिँ। फाइनली 4 बजिरहेछ, अब चाहिँ 4:40 भयो। म चाहिँ मेहन्दी लाउनु गएँ, मेहन्दी पनि लाएर सकिसकेँ होइन। मैले मेहन्दी लगाएको चाहिँ भिडियो बनाउनु भएन। अब 5 बजी 6 बजीसम्म म चाहिँ यसरी सुत्छु, मेरो ब्रेक टाइम हो। ब्रेक टाइममा म सुतेर रेस्ट गरेर अब चाहिँ रुम जाने टाइम भयो है भन्दै आजकल भ्लग यति नै।